हेलो हाई नमस्ते साथीहरू, फेरि पनि स्वागत छ तपाईँलाई हाम्रो युट्युब च्यानलमा भन्दै आज भिडियो लिएर आइसकेको छ साथीहरू। आज चाहिँ यहाँ मन्जिदाको छ माथिदेखि अनि हामी चाहिँ मन्जिदाको घरतिर डुल्नु जाँदैछौँ तलतिर। के कसो हुन्छ हाम्रो भिडियो हेर्दै गर्नु होला। चवाङ चाहिँ मैले बोकिसकेको छु। मन्जिदा चाहिँ बरन्डामाथि हुनुहुन्छ, हेर्नु भएको थियो के ल कस्तो कस्तो देखिन्छ। मम्मी त यहाँ आएर टक्कै गर्दैछ। डिम्पल ल्यायो हाँसेर मेरो चल्लालाई चारो निकाल्नु पर्ने। अब त निकालिसकेको होला, मर्छ होला निकालिसकेको थिएन मैले अझ फेरि भरै मऱ्यो। अब हामी चाहिँ हिँड्यौँ। कस्तो उमा बोकेको त के जस्तो भयो सजिलो हुँदैछ होला है। आलु मऱ्यो यस्तो बनिसकेछ बाटो। यही बिचमा चाहिँ किन छोडेछ नि खोलामा। सन्जिपले बाटो बनाएको अस्ति रामसिंह भतिज र सन्जिपेले, रामसिंह भतिज र सन्जिपेले भक्त सोलिन्छ। पछि त मपछि त जिउ पानी बर्खा भएपछि मेरो घरसम्म चाहिँ आउँदैन भयो है। अन्त त्यस के हो फेरि। हेलो मम्मा मामा चाहिँ कति दिन 2 दिन त्यो नगनाएको उगाइदिएको फेरि त्यो जिना छुक 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 हुन्छ घरमा झन् ग्यास हालेर छु यता चाहिँ के हो यस्तो सोलिङ त्यो उछार्दै निकालेको होला के डर सोलिङ नलाएको चाहिँ भन्दै नि सानो राखेको जात बेला तर्स्यो। मिठो गनाउँछ कस्तो मिठो गनाउँछ फुलिसक्नु पर्ने यतिखेर त। फुल जरा भर्खरै रहेछ। यो फुलको नाम त के पो इन्द्रकमला। टोइलेट पनि आदि भएछ। कहिले हक्ने बनाउने दाउरा त मजाले सुकेछ हौ। छदर लाउँछ चट्टा बनाउँछ अनि बस्छ। ला 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 के लाने तर पछाउटे हो आलु मकै होला सर्पा अब सर्पा भने फेरि मान्छे त फेरि यो अब पछि तल भएर अब घाँस काट्ने बेला हुन्छ। काँक्रा हो अब सार्ने बेला भयो त यो है। काँक्रा राम्रो भएछ। यहाँ चाहिँ फुल छ कि गेनथुङ्गे फुल। फुल यस्तो फुल हुन्छ गेनथुङ्गे फुल। हामी चाहिँ यसलाई गोड्नेछौँ। गोरो भनेपछि मन्जिताले दिन्छ। सबै कुहिहाल्नु रहेछ दिन त्यसले त्यो मैले बोलाएको गरेर राख्ने एप्रिल पनि उताबाट यति रमाएको छ सबै गेनथुङ्गे फुल उखालिन्छ होला। ए मैले एउटा फुलिहालेँ मखमल चाहिँ दिन सिस्पाल मम्मीले छरिहाल्यो अरे त्यो बिर्स राखेर। त्यो अर्कोचोटि अब आगो फेरि रोप्नु कोही बेला क्यामेरा थिचिँदैन नि त हो। के भन्दा चाहिँ बाबा पनि हुन्छ कहिले झुकेर हुन्छ क्या भन्दै उ पो हुन्छ त एकैछिन पो हुन्छ त। अन्त त्यस्तो सोचिरहेको थिएँ यसो त झार गरेको यति बेला ठ्याक्कै गोरेन भने फेरि कुही मर्छ है। सबै कुही मर्छ फेरि फुल देखेर चाहिँ ए मेरो त्यो चाहिँ सुरुमा चाहिँ बोइज एन्ड गर्ल
पहिलाको बोयफ्रेन्ड भन्दैछु होइन अहिले चाहिँ होइन त्यस्तो त होइन रहेछ कि अँ त्यो उसको भाउजू मन परेको छ त्यसलाई होइन अहिले चाहिँ माया पश्चाताप कि क्या अरे प्रस्ताव राखेर अनि भागेर नहटो युनिभर्सिटीमा त कि मेरो गोप्रो दिन्छ कमिलाले घर बनाएछ गोप्रोमा घर पो त यति छ गर्नु थियो पर अन्त जाँदैछ पानी पराया है पानी ला कामै नगरिकन पानी परे जस्तो Yunisma? Telepon nanti Yunisma. Tuh kenapa di situ? Ah, cinta ketek-ketek banyak kan? Palas dia pani pare lah. Tuh kenapa di kota? Kenapa di kota? Tapi potong terus kan di kota? Tuh di potong saya na? Di potong. बनाउँदै के भित्तामा पुरा पानी पर्दैछ साथीहरू अब हामी चाहिँ पानीमै जानु प्राइस गर्दैछौँ प्राइस प्लास्टिक लगाउनु हुँदैछ हिरोनीले छोपो लेंगा अब लेंगा अब mana gue di dede oi ini apa gue ngobrol हामी चाहिँ अब लाग्नु आँटिसक्यौँ पानी परेको केटाकेटी नमानेर भित्र चाहिँ लानुपर्छ अब गाई हिँडेको अच्छा बला केटाकेटीलाई खाने प्लास्टिक लगाउनु नमानेर हौ प्लास्टिक झिलिक गर हौ झिलिक गर Thế mà chị em mà thể cái xiên ra mà thế. Nhớ mày con cũng xin được rồi. Tao ăn cái gì đó đi. Chúng mày cho con lên. Rồi nó Tao nói cái này thế. Đi vào xoay. Mua gì? Nhá thì sẽ nóng cái gì đây bây giờ đây. Là cái gì em như thế? À con chọn cái lần này. Em tao vào đây.